दार्जिलिङकी छोरी निशा गुरुङलाई एसियन हकी फेडरेशनद्वारा जापानको कागा मिगाहारामा आगामी 29 मईदेखि 7 जुन 2026सम्म आयोजना हुने प्रतिष्ठित महिला अन्डर 18 एसिया कप 2026 का लागि आधिकारिक जज नियुक्ति गरिएको छ। गिङ धर्मशाला गिङटी स्टेट लेबुङ निवासी निशा गुरुङ मीना गुरुङ र रतन गुरुङकी सुपुत्री हुन्। हाल उनी दार्जिलिङ मोन्टेसरी हाउस अफ चिल्ड्रेनका शिक्षिकाको रूपमा कार्यरत रहँदै हकीप्रति आफ्नो समर्पणलाई निरन्तरता दिइरहेकी छन्। नेपाली गर्ल्स हायर सेकेन्डरी स्कूलबाट हकी यात्रा शुरू गरेकी निशाले सन् 2011 मा वेस्ट बेंगल सब जुनियर नेशनल टोलीकी उपकप्तान बन्न सफल भएकी थिइन्। यस अवधिमा उनले शिक्षिका कमलेश राईको मार्गदर्शनमा सेन्ट रिजा हायर सेकेन्डरी स्कूलका विद्यार्थीहरूलाई प्रशिक्षण पनि दिएकी थिइन्। कोभिड-19 को कठिन समयमा पनि हार नमानी उनले हकी इन्डियाको टेक्निकल अफिसियल सम्बन्धी प्रशिक्षण लिएर नयाँ यात्रा शुरू गरिन्। आज उनी दार्जिलिङबाट अन्तर्राष्ट्रिय स्तरमा पुगेकी पहिलो टेक्निकल अफिसियल बनेकी छन्। उनले इम्फाल, उडिसा, चेन्नई, पुणे, दिल्ली, राजगिर र भुवनेश्वरमा आयोजित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अफिसियलको भूमिका निभाइसकेकी छन्। साथै उनले एनआईएस सर्टिफिकेट कोर्स तथा एफआईएच लेभल 2 टेक्निकल अफिसियल कोर्स पनि पूरा गरेकी छिन्। तपाईहरुले आज बागडोग्राको एयरपोर्टमा छु। अन्त यहाँ चाहिँ हुनुहुन्छ हाम्रो एकदम प्राउड जज है दार्जिलिङबाट सानो हाम्रो बडागिङ स्टेटबाट इन्डियालाई रिप्रेजेन्ट गरेर आज जापान जानुहुँदैछ है। अन्डर 18 वुमेन्स एसियन कपको लागि आज जज जानुहुँदैछ। अनि हामी एकदमै खुसी छु है। अनि दार्जिलिङको सम्पूर्ण खेलाडीहरूको तर्फबाट म कङ्ग्रेचुलेट गर्न चाहन्छु है। अनि उहाँ चाहिँ हाम्रो सोर्स अफ इन्सपिरेसन हो। भन्नुहुन्छ जब एउटा स्टुडेन्ट छात्रले आफ्नो शिक्षक गुरुलाई पछाडेर अगाडि जान्छ त्यो समय चाहिँ गुरु दक्षिणा कम्प्लिट हुन्छ क्या। अन्त आज म एकदम प्राउड खुसी फिल भइरहेछ मलाई है। मेरो आजको गुरु दक्षिणा पुरा गरेको छ। मैले खदा पनि लगाइदिएको छुइनँ तर मेरो आशीर्वाद निशामाथि एकदमै बेसी छ। अनि त्यसलाई म विस गर्न चाहन्छु सेफ जर्नी है। अनि गएर आफ्नो ड्युटी एकदम राम्रो प्रकारले गरेर दार्जिलिङलाई वेस्ट बेङ्गललाई अनि भारतलाई नै प्राउड बनाएर है आफ्नो काम एकदमै राम्रो प्रकारले गरेर आओस् भन्ने आशीर्वाद पनि दिन्छु। अनि उहाँ चाहिँ अब जापान डल्लै टुर्नामेन्टको लागि जज भएर जानुहुँदैछ। अनि उहाँले जोइनिङ डेट 27 तारिक भोलि छ। अनि उहाँ चाहिँ 9 तारिक पुरा टुर्नामेन्ट सकेर मात्रै फर्किने छन् है। अनि त्यसको लागि हामी सबै जति पनि न्युज हामीले हिजो नै दिइसकेको छु मैले है। भरत छेत्री सरलाई पनि मैले लेटर फरवर्ड गरिसकेको छु। जब उहाँ फर्केर आउनुहुन्छ तपाईँहरूले बुझिदिनुहुन्छ भनेर म यहाँबाट मेरो एउटा बिन्ती पनि राख्छु। भेरी ह्याप्पी एन्ड सेफ कुवेतमा रोजगारीको सुनौलो अवसर। प्रतिष्ठित हस्पिटालिटी कम्पनी ग्यास्ट्रोनोमीका कुवेतका लागि विभिन्न पदहरूमा कर्मचारीहरू चाहिएको छ। अनुभवी तथा मेहनती युवा युवतीहरूले आवेदन गर्न सक्नुहुनेछ। क्लाइन्ट इन्टरभ्यू 17 जुन 2026 बुधबार होटल लेमन ट्री सिलगढी। आवश्यक पदहरू स्टेवर्ड सुपरभाइजर, रेस्टुरेन्ट सुपरभाइजर, होस्टेस, बरिस्ता, बारटेन्डर, सर्भर वेटर, असिस्टेन्ट सर्भर, डिस्प्याचर, क्यासियर, सिनियर सेफ द पार्टी,
Save the Party Bakery, Demi Save the Party, Commis 1 Bakery Pastry, Commis 2, Commis 3 Bakery Pastry, Line Cook, Kitchen Assistant, Dishwasher, Crew। आकर्षक स्यालेरीको साथमा मेडिकल इन्सुरेन्स, एनुअल लिभ अनि टिकट अलाउन्सेस, करियर ग्रोथ अपर्च्युनिटिज पनि कम्पनीद्वारा दिनेछ। विदेश मन्त्रालयबाट स्वीकृत। सम्पर्क फ्युचर भिजन टुर एन्ड ट्राभल्स 9800888286 अनि 9475089155 या आफ्नो सिभी पठाउनुहोस् futurevision002@gmail.com मा।